गुड मर्निङ साथीहरू, नमस्ते। म अन्जना फेरि आइपुगेँ नयाँ ब्लग लिएर र सबैजना सन्चै छन् भन्ने आशा गर्दैछु। हामी पनि सबै सन्चै छ। आज चाहिँ अन्जनाको किचनमा चाहिँ के पाक्दैछ भनेर सोच्नु होला। म चाहिँ आज फिस बनाउँदैछु। भिडियो चाहिँ अपलोड नभएर मलाई यस्तो टेन्सन भएको थियो। चाहिँ कस्तो नराम्रो लाग्यो कि अब युट्युब भने जस्तो भए पनि एउटा साथी जस्तै भएको थियो कि अब कुरा गर्ने, अब मोबाइलमा हेरेर पनि कुरा गर्दाखेरि कोही छ जस्तो लाग्ने कि कसले मलाई हेरिरहेछ भने जस्तो लाग्थ्यो कि। अनि अब चाहिँ ल अब मेरो युट्युब चाहिँ अब बन्द भयो, के भएछ, सायद मैले डिलिट गर्छु कि। मेरो चाहिँ यस्तो भएको थियो, भिडियो चाहिँ अपलोड भइरहेको थिएन अनि मैले चाहिँ डिलिट गर्दै थियो। सायद त्यही भएर हो कि के भएर है, होला ढिलो हालेर हो कि के भएर मलाई यस्तो एकछिन त कस्तो चिन्तै लाग्दो रहेछ कि। अनि त्यसपछि फेरि एकचोटि ट्राई गरेँ अनि अर्को उसमा पनि हेर्दाखेरि कस्तो नआउने कि भनेपछि मैले चाहिँ यहाँ डाउनलोड गर्ने होइन, गयो भने देखाउने सी यो भिडियो पनि भन्ने है। त्यसपछि फेरि के हुने भनेपछि मैले यहाँ नानीको मम्मीको मोबाइलमा हेर्दाखेरि फेरि नआउने भिडियोहरू। म त के भएछ भनेर भगवान्, मलाई त यस्तो टेन्सन भएको थियो जस्तो कि मेरो मात्रै एक्जाम चल्थ्यो। अनि एकछिन त यस्तो सोचेँ ट्राई गर्छु पर। अनि यहाँ फेरि त्यही जसले साइबरमा गएर अनि मेरो चाहिँ नयाँबाट बनाइदिनु भनेर यसो त्यो पनि भइरहेको थियो कि मलाई जानुपर्छ कि त्यहाँ गएर बनाउँछु भनेर सोचिरहेको थिएँ। फेरि धन्य भगवान्को, मतलब अहिले चाहिँ खोइ बनिरहेको छ भगवान् थाहा। अनि नयाँ भ्युवर्सहरूलाई प्लिज भन्न चाहन्छु मेरो च्यानल लाइक र सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू। आज चाहिँ म बनाउन जान्छु माछाको झोल र भात। माछा यहाँ लिइसकेको छु मैले चाहिँ। त्यसको लागि मैले लिएको प्याज, लसुन अनि यहाँ टमाटर। माछालाई मैले मजाले धोएँ, त्यसपछि मैले यसमा कागती राखेँ। कागती राखेपछि नुन र बेसार पनि राखेँ मैले। अनि यसलाई चाहिँ मजाले मोलेर मैले चाहिँ यसलाई 1 घन्टाको लागि छोडिदिन्छु। त्यसपछि ग्रेभीको लागि मैले सबैभन्दा पहिला खुर्सानी काटेँ अनि प्याज पनि काटेँ। त्यसपछि मैले टमाटर पनि काटेँ। अब चाहिँ मैले प्यानमा तेल गरम गर्दैछु। त्यसपछि एक एक गरी माछा राखेँ। यसलाई चाहिँ मैले भुरो हुनेसम्म पकाउँदैछु। यहाँ चाहिँ म माछा पकाउँदैछु। साथमा लागेर चाहिँ बमै पड्केपछि पुरै पोलिसकेको छु। यहाँ माछा पनि बनाउन महाभारतै छ कि। यहाँ चाहिँ हाम्रो प्याज, टमाटर, जिरा अनि सर्सो, लसुन, खुर्सानीको पेस्ट रेडी भइसकेको छ। यसरी चाहिँ मजाको ग्रेभी हुन्छ कि। यहाँ चाहिँ मैले 2 तेजपत्ता हाल्छु। त्यसपछि मैले स्वाद अनुसार नुन राख्दैछु, बेसार र खुर्सानी पनि राख्दैछु। अनि अब चाहिँ यसलाई मजाले चलाउँछु मैले। यसलाई चाहिँ पानी सुक्ने गरीसम्म यसलाई पकाउनु पर्छ मजाले। त्यसपछि यहाँ पानी राख्दैछु मैले चाहिँ। अब यसलाई चाहिँ बिस्तारै बिस्तारै सुकाउँछु म। अब त्यसमा माछा राख्न जान्छु। म चाहिँ मैले टाउको मात्रै राख्छु कि। माछाको चोक्रा चाहिँ राम्रो खाले चाहिँ पछि राख्ने हो। अब चाहिँ टाउको मात्रै राखेर मजाले पकाउँछु। यो पुच्छरको पनि मजाले काँटाहरू गलोस् भनेर के। यो मजाले पाकेपछि हल्का ग्यासमा यहाँ चाहिँ हाम्रो माछा पनि मजाले, भात पनि पाक्यो हाम्रो। अब चाहिँ 1 चम्चा जति गरम मसला राख्दैछु। एकछिन उमाल्न दिन्छु म चाहिँ। त्यसपछि माछा राखेर धनिया राख्छु। दामी भएको छ माछाको कलर पनि। माछा, मुलाको अचार अनि यहाँ चाहिँ करेला, कागती अनि यहाँ चाहिँ लोकल काँक्रा है। अब चाहिँ खानदारको लागि आज चाहिँ म एक्लै छु कि। मम्मी छैन, नानी पनि छैन, बाबा पनि छैन। अनि आज एक्लै खाँदियो कि। ल खाना सुरु गरेँ है। पकाएको चटनी हो। टमाटरमा
मुला राखेर पकाएको हो के कस्तो मिठो हुन्छ कि फित्तल म त एकदम मिठो लाग्छ। अनि यहाँ चाहिँ करेला बनाएको अनि करेलामा चाहिँ यहाँ प्याज र टमाटर राखेर बनाउँछु। मलाई करेला एकदम मिठो लाग्छ। माछा पनि खायो, भात पनि खायो, पेट पनि भर्यो। अब म रेडी भइसक्यो बजानलाई। यहाँ चाहिँ मम्मी र म चाहिँ पेन ड्राइभमा गीत हाल्दैछौँ। पख चाहिँ म चाहिँ बजार गयो, कस्मेटिक सामानहरू किन्न थियो। अनि किन्दाखेरि फेरि मम्मीहरू पनि रिसोर्टबाट फर्किनु भयो अनि मम्मी पनि आउनुभयो। मम्मीले चाहिँ आफ्नो भदेहरू कपीहरू सपेर किनेर आयो। अनि बेलुका अन्धेरो भइसक्यो थियो, 7 बजिसकेको थियो। अनि आएर चाहिँ फेरि अब मैले दिउँसै धेरै तरकारी बनाएको थिएँ कि माछाको, किनकि बिहान त म मात्रै थिएँ। मैले त्यही भातमती पकायो अनि त्यही बिहानको तरकारी हल्का गरम गरेँ अनि त्यही खायो। आजको ब्लग चाहिँ म यहीँ समाप्त गर्दैछु। फेरि भेटौँला नयाँ ब्लगको साथ, नयाँ उमङ्ग नयाँ तरङ्गको साथ। सबैजनालाई थ्याङ्क यू भन्न चाहन्छु, उहाँले एकदम माया गरिदिनु भएकोमा। अनि बाई।